मेरो हातमा देख्न सक्नुहुन्छ रुबिक्स क्यूब छ। यो चाहिँ 3x3 को रुबिक्स क्यूब हो। अब यो सल्भ गर्ने मैले हजुरहरूलाई सजिलो तरिका बताउन जाँदैछु। अब यसको के हुन्छ भन्दाखेरि हाम्रो यो सल्भ गर्नको लागि पोसिबिलिटिज धेरै छन्, तर त्यो मध्ये म हजुरहरूलाई एकदम सजिलो तरिकाले हजुरहरूले बुझ्ने भाषामा चाहिँ म हजुरहरूलाई एक्सप्लेन गर्न जाँदैछु। अब यसको लागि हामीले के हुन्छ भन्दाखेरि अब सुरुमा त हामीलाई थाहै हुँदैन, अब यो सर्फेस सल्भ गर्दै सबै सल्भ हुन्छ जस्तो लाग्छ, तर त्यस्तो हुँदैन। यसमा चाहिँ फर्मुला हुन्छ, टेक्निक हुन्छ, त्यो फलो गर्दै हामीले यो सल्भ गऱ्यौँ भने सजिलै हामीले सल्भ गर्न सकिन्छ। अब चाहिँ त्यसको लागि हामीले के गरिन्छ भन्दाखेरि एउटा हजुरहरूलाई मनपर्ने कलर चुज गर्नुहोस्। म चाहिँ अहिले व्हाइट कलर चुज गरेँ। त्यो व्हाइट कलर चुज गरेर अब म चाहिँ यसलाई माथि राखेँ। यो सेन्टर पिस, व्हाइटको सेन्टर पिस मैले माथि राखेँ, देख्न सक्नुहुन्छ। अब तलतिर म व्हाइट खोज्न जाँदैछु। अब यहाँ देख्न सक्नुहुन्छ, यहाँ छ व्हाइट, यसको साइडमा के छ, रेड कलरको छ। अब यो रेड कलर खोज्दै खोज्दै म यहाँ गएँ, देख्न सक्नुहुन्छ यहाँ रेड छ। अब यो तरिकाले फेरि मैले यसलाई यता लान्छु अनि एक स्टेप यता लगेर फेरि यता लिएर यहाँ मैले मिलाएँ, देख्न सक्नुहुन्छ यहाँ व्हाइट म्याच भएछ, रेड म्याच भएछ। अब सेम तरिकाले हामीले यो सल्भ गर्न जाँदैछौँ। अब देख्न सक्नुहुन्छ यता छ व्हाइटको साइडमा के छ, ग्रिन छ। अब म ग्रिन खोज्न गएँ। अब यहाँ देख्न सक्नुहुन्छ ग्रिन म्याच भइसक्यो, यसलाई सिधै माथि घुमाइदिए भयो। अब फेरि तल यहाँ देख्न सक्नुहुन्छ यहाँ अरेन्ज कलरको छ। अब अरेन्ज कलरलाई यो खासमा यो व्हाइट यता अरेन्ज यता भएको भए सिधै माथि घुमाइदिए मिलिसक्थ्यो, तर त्यसो भएन। एक स्टेप हामीले एक्स्ट्रा गर्नुपर्ने हुन्छ यस्तो केसमा। यसलाई यता घुमाइदिने, यसलाई यता घुमाएर फेरि यता ब्याक घुमाएपछि देख्न सक्नुहुन्छ यो पनि हाम्रो सल्भ भयो। अब हाम्रो व्हाइट क्रस बन्नको लागि एउटा मात्रै पिस बाँकी छ। अब त्यो यहीँ छ, देख्न सक्नुहुन्छ। अब यहाँ ब्लू कलर छ। अब यसको लागि यसलाई यता घुमाइदिने एकचोटि, फेरि यता घुमाएर यहाँ देख्न सक्नुहुन्छ हाम्रो यो फर्स्ट स्टेप चाहिँ हाम्रो यो कम्प्लिट भइसकेको छ। यहाँ व्हाइट क्रस हाम्रो सल्भ भयो। अब फर्स्ट स्टेप हाम्रो सल्भ हुँदै के हुन्छ भन्दाखेरि अब यो व्हाइट क्रस मात्रै बनेर हुँदैन, हाम्रो यताको तलको पिसहरू नै म्याच भएको हेर्नुपर्छ हामीले। यहाँ ब्लू छ, यहाँ ओरेन्ज कलरको म्याच भएछ, यहाँ ग्रिन कलर म्याच भएछ, यहाँ रेड कलर म्याच भएछ। अब यो ठिक छ, हाम्रो फर्स्ट स्टेप कम्प्लिट भयो। चाहिँ हाम्रो सेकेन्ड स्टेपमा हामीले अब व्हाइट क्रस सल्भ भइसक्यो हाम्रो फर्स्ट स्टेपमा। सेकेन्ड स्टेपमा हामीले यो हाम्रो कर्नर पिसहरू, व्हाइटकै कर्नर पिसहरू हामीले मिलाउँदैछौँ। त्यसको लागि अब हामीले यो सल्भ भएको व्हाइट क्रसलाई हामीले तलतिर गऱ्यौँ। त्यसपछि हामीले माथिको सेन्टरमा नभएर हामीले कर्नर पिसमा हामीले व्हाइट खोज्दैछौँ। यहाँ हेर्न सक्नुहुन्छ यहाँ छ हाम्रो व्हाइट। अब यो बाहेक यसमा के छ भन्दाखेरि हाम्रो एउटा ब्लू कलरको छ, अर्को रेड कलरको छ। त्यो हामीले अब यो साइडको सेन्टर पिसमा यो बाँकी दुईवटा खोज्दैछौँ। रेड कता छ, यहाँ छ, अर्को ब्लू यहाँ छ। भनेपछि यो पिसको ठिक ठाउँ भनेको यो यहाँ हो। हेर्नुहोस् यहाँ व्हाइट त छन्नै छ, हामीले मिलाउने नै व्हाइट हो। त्यो बाहेक हाम्रो दुईवटा के छ भन्दाखेरि रेड र ब्लू छ। यहाँ रेड छ, ब्लू छ, यो दुईवटाको बिचमा यो पर्न पर्यो। अब यसलाई हामीले यहाँ ल्याउँदैछौँ। यो ठ्याक्क यहाँ लिएपछि ठ्याक्क यो तीनवटै म्याच हुन्छ। त्यसको लागि अब हामीले राइट ह्यान्ड 4 मुभ्स हामीले गर्दैछौँ। त्यसको लागि 1 2 3 4, 1 2 3 4, 1 2 3 4, 1 2 3 4, 1 2 3 4। देख्न सक्नुहुन्छ यो हाम्रो कर्नरको पिस सल्भ भइसक्यो। अब सेम तरिकाले हामीले यो बाँकी पिसहरू पनि सल्भ गर्न जाँदैछौँ। यहाँ देख्न सक्नुहुन्छ हाम्रो यहाँ व्हाइट त हामीले हेर्नै पर्यो। यसको अलावा यहाँ दुईवटा के छ, ग्रिन र ओरेन्ज छ। अब ग्रिन र ओरेन्ज हामीले साइडको कर्नर पिसमा खोज्छौँ। ग्रिन त यहाँ छ, ओरेन्ज यहाँ छ, भनेपछि यो पिस यहाँ हुन पर्यो। यो पिस अब तल झार्नको लागि सेम अघिकै स्टेप राइट ह्यान्ड 4 मुभ गर्दैछौँ। 1 2 3 4, 1 2 3 4, 1 2 3 4, 1 2 2 3 4। देख्न सक्नुहुन्छ हाम्रो यो यता सबै सल्भ भइसक्यो। अब सेम तरिकाले हामीले यो पिस र यो पिसलाई पनि सल्भ गर्न जाँदैछौँ। ल देख्न सक्नुहुन्छ हाम्रो सेकेन्ड स्टेप नै कम्प्लिट भइसक्यो। सेकेन्ड स्टेप कम्प्लिट हुने बित्तिकै हाम्रो यो सर्फेस सल्भ भइसक्यो। यो सल्भ हुँदै हाम्रो यो लेयर पनि सल्भ भइसकेको हुनुपर्छ। देख्न सक्नुहुन्छ यो सबै कलरहरू म्याचिङ छ, भनेपछि हाम्रो स्टेपहरू ठिकसँग फलो भइरहेछ। अब हाम्रो प्रोसेस भनेको फर्दर के हुन्छ भन्दाखेरि हाम्रो सेकेन्ड लेयर सल्भ गर्ने, यो सबैको कलरहरू म्याच गर्ने हाम्रो प्रोसेस हुन्छ। अब त्यसको लागि हामीले के गर्छौँ भन्दाखेरि यहाँ ध्यान दिएर हेर्नु होला। अब यहाँ हाम्रो सेन्टरमा के आएछ, हाम्रो यो येल्लो कलरको छ। अब येल्लो कलरको छोडेर हामीले फेरि यो कर्नर पिस भन्दा पनि यो बिचको पिसहरूमा हामीले यहाँ अब हामीले यो येल्लो कलर यो बिचको छ, यो बिचको 4वटा पिसहरूमा येल्लो कलर नभएको खोज्ने। यो यसमा छैन येल्लो कलर। अब यसमा के छ भन्दाखेरि एउटा छ ब्लू छ, अर्को छ रेड छ। अब तलतिर जुन कलर छ देख्न सक्नुहुन्छ त्यसको हाम्रो यो साइडको
कलर जुन छ यहाँ देख्न सक्नुहुन्छ यो रेड छ। अब आफू यो तल्लो पिसमा जुन छ त्यसैमा यता फर्केर त्यो आफ्नो अगाडितिर पार्ने यो पिसलाई चाहिँ। त्यस पछाडि अब हाम्रो माथिको कुन छ यो चाहिँ ब्लू छ, यो ब्लू फेरि यता साइडमा यहाँ छ भनेपछि यसको ठ्याक्क अपोजिट यसलाई लगेर यता जाने। त्यसपछि फेरि त्यही 4 मुभ्स लेफ्ट ह्यान्ड 4 मुभ्स गर्ने 1 2 3 4। फेरि यसलाई एक स्टेप यता घुमाएर 1 2 3 4। अब सेम तरिकाले हामीले फेरि अर्को पिस खोज्ने। यहाँ देख्न सक्नुहुन्छ यहाँ हाम्रो येल्लो नभएको खोजेर यहाँ हामीले पाइसक्यौँ। अब यसमा चाहिँ कस्तो कलर छ भन्दाखेरि यो छ हाम्रो ओरेन्ज कलर। अब ओरेन्ज कलरको हाम्रो यता साइडको सेन्टर पिसमा ओरेन्ज कलर कहाँ छ यहाँ छ। अब हामी यो चाहिँ आफूतिर पार्ने। त्यस पछाडि अब यो अर्को कुन छ ब्लू कलर चाहिँ यता छ यो साइडको सेन्टर पिसमा। अब यो माथिको जुन छ त्यसको ठ्याक्कै अपोजिटमा यसलाई लान पर्यो। त्यसपछि यताबाट अब यसमा चाहिँ राइट ह्यान्ड 4 मुभ्स र लेफ्ट ह्यान्ड 4 मुभ्स पनि काम छ। अहिले चाहिँ हाम्रो यतातिर राइट ह्यान्ड 4 मुभ्स 1 2 3 4। फेरि हाम्रो 1 2 3 4 सेम तरिकाले देख्न सक्नुहुन्छ। फेरि हामी जाँदैछौँ। अब यहाँ हाम्रो यो यस्तो यसमा येल्लो छ। अब येल्लो छ भनेदेखि हामीले नभएको फेरि मिलाउनको लागि फेरि हामीले के गर्ने देख्न सक्नुहुन्छ यहाँ हाम्रो यो सल्भ भइसकेको छ यो कलरहरू। अब यहाँ बाँकी छ यो कलर यहाँ नमिलेको छ। यहीँबाट फेरि हामीले राइट ह्यान्ड 4 मुभ गर्छौँ 1 2 3 4। फेरि लेफ्ट ह्यान्ड 4 मुभ 1 2 3 4। अब देख्न सक्नुहुन्छ यहाँ फेरि हाम्रो येल्लो नभएको आइसक्यो। अब यसमा के छ कलर यहाँ छ हाम्रो ग्रिन कलर आफ्नो आफूतिर पार्ने। त्यस पछाडि अब यो माथिको जुन छ ओरेन्ज कलर त्यसको साइडको सेन्टर पिसको अपोजिटमा पार्ने। यता देख्न सक्नुहुन्छ यसको अपोजिटमा। त्यसपछि फेरि अघिकै स्टेपहरू रिपिट हुन्छ 1 2 3 4 1 2 3 4। अब फेरि अर्को हाम्रो यो गरौँ। यसमा के छ रेड छ ग्रिन छ। रेड तलतिर रेड छ भनेपछि अब हामीले रेडतिर आफू फर्किहाल्ने, आफूतिर रेड फर्काइहाल्ने यो साइडको सेन्टर पिस रेड भएकोतिर। त्यसपछि माथिल्लो कुन छ यसको टपमा छ हाम्रो ग्रिन छ भनेपछि ग्रिन यहाँ छ साइडको सेन्टर पिसमा। ठ्याक्कै यसको अपोजिटमा यसलाई लगेर फेरि हामीले त्यही साइडबाट 1 2 3 4 1 2 3 4। ल देख्न सक्नुहुन्छ हाम्रो सेकेन्ड लेयर कम्प्लिटली सल्भ भइसकेको छ। अब चाहिँ हामी फर्दर स्टेपमा जाँदैछौँ। अब चाहिँ हामी यो थर्ड लेयर सल्भ गर्न जाँदैछौँ। त्यसको लागि हामीले अब यहाँ त हाम्रो यो येल्लो पिस छँदैछ। अब हाम्रो स्टेप भनेको यसमा येल्लो क्रस बनाउने हुन्छ। त्यसको लागि हामीले यहाँ माथि येल्लोहरू ल्याउनु पर्ने हुन्छ। त्यसको लागि अब देख्न सक्नुहुन्छ यो आफूतिरको यसलाई एक स्टेप यता घुमाइदिने। त्यस पछाडि फेरि राइट ह्यान्ड 4 मुभ्स 1 2 3 4। त्यसपछि अघि यता घुमाएको फेरि ब्याक लिने देख्न सक्नुहुन्छ। अब यहाँ हाम्रो एल आइसक्यो। हामीले बनाउने भनेको यहाँ येल्लो क्रस हो तर हाम्रो एल मात्रै आयो। अब यसलाई यो सेपमा यस्तो बनाएर यसलाई यता होइन ठ्याक्क आफ्नो यस्तो बनाएर देख्न सक्नुहुन्छ। अब फेरि हामीले यसलाई यता घुमाउने सेम स्टेप 1 2 3 4। अझै एकचोटि हाम्रो क्रस बनिसकेको छैन। फेरि 1 2 3 4। अब देख्न सक्नुहुन्छ यहाँ हाम्रो यो क्रस भइसक्यो। येल्लो क्रस सल्भ भइसकेपछि अबको हाम्रो प्रोसेस भनेको हामीले यो पिस यो चारवटैको कलरहरू म्याच गर्ने। यहाँ एउटा मात्रै भएको छ तर हामीले सुरुमा 2वटाको बनाउनु पर्यो। त्यसको लागि अब हामीले जताबाट गर्दा नि भयो। यो स्टेप चाहिँ म ध्यान दिएर हेर्नु होला है त। यता 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 फेरि 2चोटि यता अनि ब्याक। अब देख्न सक्नुहुन्छ अब हाम्रो यो 2टा म्याच भइसकेको छ। अब यो 2टा म्याच भइसकेपछि हाम्रो बाँकी 2टा गराउनको लागि यो 2टा म्याच भइसकेको छ। अब यो र यो म्याच गराउनको लागि के हुन्छ भन्दाखेरि हामीले एउटा हाम्रो राइट ह्यान्डतिर यो म्याच भएको एउटा अर्को चाहिँ ठिक हाम्रो अपोजिटमा राखेर फेरि हामीले अघिकै स्टेप फलो गर्नुपर्ने हुन्छ। अब देख्न सक्नुहुन्छ हाम्रो यो चारवटै पिसको कलरहरू म्याचिङ भइसकेको छ। अबको हाम्रो स्टेप भनेको यहाँको कर्नर पिसहरू पनि सल्भ गर्ने हो। त्यसको लागि तल गरेर यो 4 मुभ्स 1 2 3 4 1 2 3 4 1 2 3 4 1 2 3 4
फेरि एक स्टेप यता गरेर 1 2 3 4 1 2 3 4 देख्न सक्नुहुन्छ हाम्रो रुबिक्स क्युब सल्भ भइसकेको छ। कहिलेकाहीँ बिचमा विभिन्न डिफिकल्टिज आउन सक्छन्, त्यसको लागि छुट्टै चरणहरू पार गर्नुपर्ने हुन्छ। यदि त्यसको पनि म क्रमशः भिडियो हाल्नेछु 2-3टा। पहिला चाहिँ यो अन्तिमसम्म हेरेर हजुरहरूले राम्रोसँग बुझ्नुभयो होला भन्ने आशा छ। हस् त, धन्यवाद। भिडियो मन परे लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्न नभुल्नु होला भन्दै बिदा हुन्छ। हस् त।